हेलो गुड मर्निङ सबैलाई। म चाहिँ अहिले हाल साउदीबाट तपाईहरुलाई छोटो मिठो भिडियो पस्किरहेको छु। यो म चाहिँ साउदीको मादेन पोस्टपेड कम्पनीमा अलि ड्यामको मुनि ट्रन्च खन्ने काम हुँदैछ। हेर्नुहोस् गाइजहरु, साउदीमा यस्तै कामहरु हुन्छ। तपाईहरु पनि कोही साउदी आउँदै हुनुहुन्छ भने ट्रन्चको काम चाहिँ तपाईहरु जरुर सिकेर आउनुहोस्। अनि यस्तै छ गाइज, साउदीमा चाहिँ काम गर्दाखेरि कुनै पनि नहडबडाइकन बिस्तारै गर्नु होला। कसैले छिटो गर भन्दैन तपाईहरुलाई। अनि यस्तै साउदीको बसाई यस्तै छ गाइजहरु, तपाईहरु पनि आउनु होला। अलिकति एक्सपिरियन्स मान्छेहरु मात्र खोज्छ प्राय साउदीमा। आउनु होला, राम्रो इन्कम कमाउनु होला, नेपाल फर्केर केही व्यवसाय गर्नु होला। गाइजहरु यस्तै छ जिन्दगी, काम चरक्क लागेको छ। तर एसी छ है, एसी छ गाडीमा चाहिँ। ढुक्क हुनुस्, ढुक्क भएर आउनुस् नेपालबाट साउदी। वेलकम छ सबैजनालाई। अनि यो भिडियोलाई लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब पनि गरिदिनु होला। अनि साथीहरु माझ पनि पुर्याइदिनु होला है यो भिडियो चाहिँ। हस्, धन्यवाद। साउदीमा यसो काम गर्दाखेरि मोबाइल चाहिँ अलि कम चलाउने गर्नु होला। यहाँ मेसिन अनिवार्य चल्नुपर्छ, काममा फोकस गर्नु होला। मोबाइल चलाएर बस्नुभयो भने सुपरभाइजरले देख्यो भने तपाईको स्यालेरी काट्न सक्छ, तपाईलाई गाली गर्न सक्छ। त्यही हो नेपालीको बानी, रिस उठ्ने बानी छ। त्यही भएर अलिकति रिसलाई कन्ट्रोल गरेर जे भन्छ त्यतै मानेर चाहिँ काम गर्नु होला है गाइजहरु। मोबाइलहरु अलि कम चलाउनु होला, किनभने भोलि गएर स्यालेरी काट्न सक्छ, गाह्रो अवस्था हुन सक्छ। ल गाइज, धन्यवाद।